कहिलेकाहीँ एकदमै ठूला र जटिल कुराहरू बुझ्नलाई एउटा सानो कथा नै काफी हुन्छ। आज हामी यस्तै एउटा कथाको विश्लेषण गर्दैछौँ जसले साम्राज्यवाद जस्तो गम्भीर विषयलाई एकदमै सरल तरिकाले देखाउँछ। ल अब यो कथाभित्र डुबुल्की मारौँ है त। अनि यहीँनिर आउँछ हाम्रो मुख्य प्रश्न। कथाको केन्द्रमा त एउटी युवतीको अपहरण छ, तर यो सामान्य घटनाले कसरी देश बीचको शक्ति सङ्घर्ष र शोषणको कथा भन्न सक्छ त? आउनुहोस् यो रहस्यलाई सँगै मिलेर खोलौँ। हाम्रो कथा सुरु हुन्छ माधुरी नामकी एक युवतीको रहस्यमय अपहरणबाट। तर कुरा के छ भने यो कुनै सामान्य अपहरणको कथा मात्रै होइन, यो त एउटा प्रतीक हो। अनि यो प्रतीकको अर्थ बुझ्न हामीले सबैभन्दा पहिले कथाको पृष्ठभूमि मतलब यो घटना कहाँ घट्यो भन्ने कुरालाई हेर्नुपर्छ। हरेक रहस्यमा केही न केही सूत्र त हुन्छन् नै, होइन र? हाम्रो पहिलो सूत्र हो कथाको पृष्ठभूमि, भेनेजुएला। आखिर लेखकले यति धेरै देश छाडेर भेनेजुएला नै किन रोजे होलान्? हो, यही छनोटले नै कथाको गहिरो अर्थतर्फ इसारा गर्छ। भेनेजुएलाप्रति यति धेरै चासो हुनुको पछाडि एउटै कारण छ, त्यहाँको प्राकृतिक स्रोत साधन। शक्तिशाली देशहरूको नजर प्राय यस्तै स्रोतमाथि हुन्छ, अनि यही नै हो कथाको मुख्य द्वन्द्वको चुरो कुरो। किनभने भेनेजुएला कुनै सामान्य देश होइन, त्यहाँ छ अपार सम्पत्ति। विश्वकै सबैभन्दा ठूलो प्रमाणित तेल भण्डार भएको देश हो यो। कथाले यही विशाल सम्पत्ति, तेल, ग्यास र अरू खनिजमाथि आफ्नो नियन्त्रण जमाउन खोज्ने शक्तिशाली राष्ट्रहरूको लोभलाई देखाउँछ। त्यसैले यहाँ बुझ्नुपर्ने कुरा के हो भने भेनेजुएला केवल एउटा देशको नाम मात्र होइन, यो त संसारका ती सबै कमजोर तर प्राकृतिक रूपमा धनी राष्ट्रहरूको प्रतीक हो जो सधैँ बाहिरी हस्तक्षेपको जोखिममा हुन्छन्। ल, भेनेजुएला यदि स्रोत र सम्पत्तिको प्रतीक हो भने त्यो स्रोतमा आँखा लगाउने शक्ति चाहिँ को हो त? कथाले यसको जवाब दिन्छ, अमेरिकाको रूपमा। तर यहाँ पनि एउटा कुरामा स्पष्ट हुनुपर्छ, यो अमेरिका कुनै एउटा देश मात्र होइन, यो त एक खास प्रकारको साम्राज्यवादी शक्तिको प्रतीक हो। र यो स्लाइडले कथाको द्वन्द्वलाई छर्लङ्गै पार्छ। हेर्नुहोस् त, एकातिर छ स्रोतमाथि कब्जा जमाउन खोज्ने शक्तिशाली देश, अनि अर्कोतिर छ आफ्नो सार्वभौमिकता जोगाउन सङ्घर्ष गरिरहेको कमजोर देश। हो, यही शक्ति असन्तुलन नै कथाको मुटु हो। अब अझै स्पष्ट पारौँ है त। कथामा प्रयोग भएको अमेरिका शब्दले कुनै पनि त्यस्तो शक्तिशाली राष्ट्रलाई जनाउँछ जसले आफ्नो स्वार्थ पूरा गर्न अरू देशमाथि कुनै न कुनै रूपमा प्रभुत्व जमाउन खोज्छ। ल, हामीले कथाको पृष्ठभूमि र खलनायकलाई त बुझ्यौँ। अब कथाको केन्द्रमा फर्कौँ, जो हुन् पीडित माधुरी। आखिर को हुन् उनी? उनको अपहरणले साँच्चै के अर्थ राख्छ? जब हामी उनको पहिचानको पत्रहरू पल्टाउँदै जान्छौँ, कथाको वास्तविक रहस्य खुल्दै जान्छ। एकछिन सोचौँ त, के उनी केवल अपहरणमा परेकी एक युवती मात्र हुन् वा उनको भूमिका त्योभन्दा कैयौँ गुणा गहिरो छ? माधुरीको पहिलो प्रतीकात्मक अर्थ हो राष्ट्रको स्वाभिमान। जब उनको अपहरण हुन्छ, त्यो वास्तवमा देशको इज्जत र गर्वमाथिको हमला हो। दोस्रो, उनी हुन् सांस्कृतिक पहिचानको प्रतीक। उनको अस्तित्वले देशको आफ्नो मौलिक संस्कृति, परम्परा र पहिचानलाई जनाउँछ। र तेस्रो अनि सबैभन्दा महत्त्वपूर्ण कुरा, माधुरी त्यो देशका निर्दोष सन्ता हुन् जसले बाहिरी हस्तक्षेप र शोषणको सबैभन्दा ठूलो मूल्य चुकाउनुपर्छ। अब यी सबै प्रतीकहरूलाई एकै ठाउँमा जोडेर हेरौँ न। माधुरीको अपहरण भनेको वास्तवमा एउटा शक्तिशाली देशले कमजोर देशको स्वतन्त्रता खोज्नु हो, उसको संस्कृति मेटाउनु हो र त्यहाँका जनताको आवाजलाई जबरजस्ती दबाउनु हो। यही नै त हो साम्राज्यवादको कुरूप अनुहार। ल, अब हामीले कथाका सबै टुक्राहरूलाई जोडिसक्यौँ। अपहरण, भेनेजुएला, अमेरिका र माधुरी। यी सबै मिलेर कस्तो तस्बिर बन्छ त? यो कथाले हामीलाई आजको संसारबारे दिन खोजेको वास्तविक र शक्तिशाली सन्देश आखिर के हो? कथाले के स्पष्ट पार्छ भने आजको साम्राज्यवाद हतियार र सेना लिएर मात्र आउँदैन, यो त आर्थिक दबाव, राजनीतिक षड्यन्त्र र सांस्कृतिक आक्रमण जस्ता नरम तर खतरनाक तरिकाले आउँछ जसले देशलाई भित्रैदेखि खोक्रो बनाइदिन्छ। र कथाले हामीलाई एउटा कडा चेतावनी दिन्छ। स्रोतमा भनिएझैँ यदि कुनै पनि राष्ट्र आफ्नो सार्वभौमिकता र पहिचानप्रति सजग भएन भने त्यसको नियति पनि माधुरीको जस्तै हुन सक्छ। त्यसैले यो कथाले हामीलाई के सिकाउँछ भने
अपहरण आज हतियारले मात्रै हुँदैन, यो आर्थिक ऋणको पासो, राजनीतिक चलखेल र सांस्कृतिक हस्तक्षेपबाट पनि हुन्छ। अब प्रश्न यो उठ्छ, यो कुरालाई मनमा राख्दा आजको संसारमा कुन कुन देशहरू माधुरी जस्तै अपहरणको जोखिममा होलान्? सोचौँ है त।